नमस्ते, म फिजियोथेरापिस्ट अञ्जली चौधरी। आज हामी थेरेपी गरेको केही टाइमपछि फेरि किन दुखाइ फर्किन्छ त यसको बारे कुरा गर्छौँ। धेरै बिरामीहरू क्लिनिकमा हस्पिटलमा आएर मैले त पहिला घोडा दुखाइ, ढाड दुखाइ या घाँटीको दुखाइको लागि थेरेपी गरेको थिएँ 1-2 महिनाको लागि। त्यो बेला सन्चो भयो, तर अहिले फेरि दुखिरहेको छ भनेर भन्नुहुन्छ। र हामीले यस्तो बेला सोध्ने के सोध्छौँ भने तपाईँले के फिजियोथेरापी कन्टिन्यू गरिराख्नु भएको थियो त भन्दाखेरि उहाँहरूले गरेको हुनु हुँदैन। यसमा बुझ्नुपर्ने कुरा भनेको मांसपेशी भनेको एउटा रबर जस्तो कुरा हो, जुनमा चाहिँ तन्किने र खुम्चिने दुवै क्षमता हुन्छ। अब हामीलाई जसरी तपाईँले दिनकै खाना खानुहुन्छ त्यसरी नै दिनकै शरीरले चल्नु पर्ने हुन्छ। तर तपाईँले यदि चल्न छोड्नुभयो भने मांसपेशीहरू साह्रो र कडा भएर आउँछ र तपाईँको जोड्नीहरू जाम गरिदिन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँलाई हरेक जोड्नी शरीरको जोड्नीहरू जस्तै घुँडा, कुम, अनि काँधमा, अनि त्यसपछिबाट ढाड, कम्मर, घाँटीहरूमा दुखाइ बढ्न थाल्छ। यसको मतलब के हो भन्दा फिजियोथेरापिस्टकोमा गएर सही तरिका सिक्ने र के कारणले गर्दाखेरि दुखाइ भइरहेको छ थाहा पाउनको लागि जाने हो। त्यहाँ सही तरिका सिकिसकेपछि त्यो कुरालाई दुखाइ कम भइसकेपछि पनि निरन्तन गरिराख्नुपर्छ। यदि शरीरलाई नियमित रूपमा चलाउनु भएन भने चाहिँ मांसपेशीहरू कडा भएर जाने र तपाईँको जोड्नीहरू साह्रो भएर जान्छ, जसले गर्दा शरीरमा एउटा इम्ब्यालेन्स क्रिएट हुन्छ र त्यसले चाहिँ दुखाइ बढाउँछ। त्यसैले फिजियोथेरापी एकचोटि गर्नु भएपछि त्यसलाई निरन्तर गर्नुपर्ने हुन्छ।